औषधि बनाउँदैछु है त। टाउकोमा चाया पर्यो भने चाहिँ तपाईँहरूले नि यसरी औषधि बनाउनुहोस् है। हेर्नुहोस् है त, अन्तिमसम्म हेर्नु औषधि कसरी बनाइन्छ भन्ने कुरा म तपाईँहरूलाई यहाँ देखाउने छु है त। हो, यो चाहिँ तपाईँको अदुवा हो। यो चाहिँ एक दिन भयो पानीमा तपाईँले यो चाहिँ भिजाएर राख्नु होला एक दिन रातभरि। त्यस पछाडि यसलाई यसरी कुट्नु होला है, धुलो बनाउनु होला कुटेर। अब चाहिने यसरी यसलाई धुलो हुने गरी कुटे पछाडि चाहिँ अलि अब भयो, पातलो भयो होइन। यसलाई अझै कुटेर मजाले चाहिने के अरे यसलाई एकदम बाक्लो खालको बनाउने यसको रस। यो चाहिँ अदुवा हो है। अदुवालाई एकदम यसरी चाहिँ यसको रस चाहिँ बाक्लो निकाल्ने हो। यो अब यसलाई निचोरेर यसरी निकाल्नुहोस्, यस्तरी निकाल्ने, यस्तरी रस, अदुवाको रस हो। र यो अन्तिम चोटिको यो चाहिँ हो। यसलाई यसरी निचोरेर ल साथीहरू, यति निस्क्यो है। यहाँ चाहिँ नि कपाल धुने सेम्पू होइन, आफूलाई जुन चलाउनु भएको छ त्यही सेम्पू थोरै हाल्ने। अब यसको मात्रा कति छ त्यही अनुसारको, अनि यसलाई अब यहीँ हाल्ने। त्यो अदुवाको रसलाई चाहिँ मैले यहाँ हालिसकेको छु। अब चाहिँ हामी कागतीलाई निचोरेर यहाँ कलेट ल हेर्न सक्नुहुन्छ। मैले यो कागतीलाई पनि निचोरेर यसरी छानेर यहाँ हाल्दैछु। ल मैले हालेँ है। अब तपाईँले हाल्नुपर्ने अन्तिम एउटा यो चाहिँ हनी है, मह हो। यो चाहिँ अब टक्क हाल्ने। ल हनी पनि हालेको छु। यसमा चाहिँ मैले कागतीको रस, अदुवाको रस, अनि त्यसपछि हनी अनि यहीँको स्याम्पू होइन, यसलाई चाहिँ मिक्स गरेको छु। अब यसलाई मजाले घोल्छु, म हलाउँछु, अनि यसलाई म युज गर्छु। यसरी तपाईँहरूले पनि साथीहरू युज गर्नुभयो भने तपाईँहरूको चाया छ नि, दशकौँ वर्षदेखि रहेर बसेर चाहिँ नि दुःख दिइराखेको टाउको चाया छ, त्यसलाई चाहिँ सफा पार्छ है त। 1 हप्तासम्म लाउनु होला यो। मैले 1 हप्तालाई बनाएको यो, 1 हप्तासम्म पुग्छ। अब यहाँ बडी देख्नु भएको छ, यो बडी चाहिँ नहेरिकन यो चाहिँ टाउकोको लागि मात्रै है त।